तपाईको फोटो खराउ सबै हेरेँ। धार्मिक पर्यटन प्रवर्धनको निम्ति त्यहाँ बागलुगमा यहाँले गरिराखेको यहाँको त्रिवेणी धामको यो सबै चाहिँ प्रशंसनीय छ। धेरै धेरै धन्यवाद यहाँलाई। धेरै धेरै धन्यवाद मेरो तर्फबाट पनि यहाँ र अरू सबैलाई पनि यहाँसँग सम्बन्धित सबै परिवारलाई पनि नववर्षको शुभकामना। ल ल हो हजुर ल धेरै धेरै धन्यवाद हो यहाँले सम्झिनु भयो। मैले चाहिँ यो धाम यसको लागि त मेरो सहयोग थियो नै त्यति बेला पनि अहिले पनि हो हजुर हो ल ठीक छ अनुकूल बनाउने अनुकूल बनाएपछि श्री मुक्तिनाथदेखि अखण्ड दीप ल्याई त्यस दीपलाई अखण्ड प्रज्वलन गर्ने सत्सङ्कल्पका साथ श्री नारायणी नदीको तटमा श्री विश्व शान्ति विराट महायज्ञ सम्पादन गरी यस धामको विकास को बारेमा कुरा गरेर पुलको सरलीकरण गर्दै
प्रथम प्रधानमन्त्री हुँदाखेरि चिठी लेखेको व्यक्ति पनि बाल्नु पर्दै हजुर सर दिदी गुरुहरु अब कतिवटा छ निस्केर ड्याममा जान्छ के हेलो समयको दबाब छैन दबाब छ भने उताकाले दबाब दिने हाम्रै हो त उताकाले दबाब दिने केही गर्नु हुँदैन त्यसमा सहायक फेरि निकुञ्ज पनि पर्यो त्यहाँ साथ गर्छन् त्यो पीडित যায় नौ बाघ हालेको हुन्छ त्यसको बारे खाने त हो भयो यसो नदीको शिला मात्रै हेरौँ यही ठाउँ चाहिँ शिला हो यो उता हात्तीको पदचिन्हहरू पनि यो हात्तीको पर्वत भनेर डाँडा हात्ती आएको यो चितवनको माडी क्षेत्रै हो त यो यहाँको चाहिँ आवश्यकता कमरेडलाई मैले केही भन्न चाहन्छु यहाँका स्थानीय भाषीहरूको यहाँ सयौँ वर्ष भइसक्यो मध्यवर्तीको कारण चाहिँ यो यहाँ चाहिँ किरण सडक खुल्न सकेको छैन त्यति मात्रै होइन यहाँका जानलाई केले रोकिराखेको बफरजन एरिया 7 किलोमिटर यहाँ चाहिँ बफरजन एरिया परेको हुँदा त्यस कारण यो हुन सकेको छैन मैले सुनिरहेको छु उतातिर अतिको क्षेत्रमा त्यता हाम्रो चितवनमा माडीतिर त कहीँ बाटाहरू पनि बन्यो भन्ने कुरो सुनेको छु हामीहरू यहाँका जनताहरू आशावादी छौँ अहिलेसम्म हजुर आउनु भएको थिएन पहिलोपटक आउनु भएको छ अब यो जनताको आवाज हो त्रिवेणी दुर्पिका जनतावाद र यो बोर्डर क्षेत्र भएको कारण यहाँ एमबिबिएस डाक्टर सुविधाजनक हस्पिटलको आवश्यक यहाँ नितान्तै छ यो सुकुम्बासी समस्या मेन यहाँ चाहिँ मध्यवर्तीको कारण निकुञ्जको कारण यहाँ सिफारिस दिनबाट वञ्चित गराइएको छ त्यो कुरोलाई सुनिदिनु होला अरू जनताले धन्यवाद अब यो बाटो तपाईँले भने जस्तो चितवन राष्ट्रिय निकुञ्जभित्र पनि बाटो बनाएको छ पिच बनाउन दिइरहेको छैन त्यो हो तर यो बाटो बनाउन समस्या नहुनु पर्ने म आफ्नो ठाउँबाट हेर्छु यो बाटो जरुरी छ यो वैकल्पिक मार्गको लागि पनि यो जरुरी छ फेरि यो ६३मा एकचोटि गाडी पनि चलाएको मुख्यनाथ बाबाकै पालमा सबै मिलेर भनेर ल के नाम दिनु